हेलो गाइज नमस्ते सबैजनालाई स्वागत छ मेरो फेसबुक पेज र मेरो युट्युब च्यानलमा। आउँदै गरेको नयाँ साल 2082 सालको सबैजनालाई शुभकामना छ मेरो तर्फबाट र मेरो फ्यामिलीको तर्फबाट। तपाईहरुलाई म आम देखाउन आएको छु। आम खाने मन छ भने चाहिँ यहाँ आउनु होला है, तपाईहरुलाई देखाउने छु आम। तो गाइज हाम्रोतिर त यहाँ आम पाकिसके जस्तो छ, कमेन्ट गर्नु होला। बाँकी भिडियोमा देखाउने छु तपाईँहरूलाई हैन आम। अनि आम पनि टिप्ने छु, एक दुई दिनपछि खाने मन छ भने मलाई कमेन्ट बक्समा भन्नु होला। यहाँ हेर्न सक्नुहुनेछ पाक्न लागेको आम। त्यहाँ झन् धेरै धेरै छन्। म चाहिँ अहिले ट्यारिसमा आएको छु कि, किनभनेपछि तपाईँहरूलाई आम देखाउनुको लागि। अनि म चाहिँ अब यहाँ माथि चढ्ने छु है, यहाँ माथि जाने छु, यहाँ माथिबाट देखाउने छु। आम खानु मन छ भने तपाईँहरूलाई फेरि पनि अरू पनि देखाउन लागेको थियो। म चाहिँ टपमा आइसकेको छु। यति मस्त मस्त आम छन् अब होइन, टक्क लाएर यहाँ पनि छन् अनि यहाँ पनि छन्, हेर्न सक्नुहुनेछ। अब एक दुई दाना टिपेर लगिदिनु पऱ्यो कि तल बहिनीले पनि खाने भनी छ मेरो बहिनी होइन। फेरि यहाँ चोर्ने हो, फेरि उता थाहा पाएपछि हान्छन्, फेरि मार्छन् होइन। तपाईँहरूलाई म टिपेर पनि देखाउँछु। मस्त ल कान्छी सो गाइस। अब चाहिँ म बहिनीलाई दिन लाग्छु, चोप लाग्ला तल फाल्छु यो हालिदिएँ होइन। उसले खाने भने थिएँ क्या, उसलाई म आम खाने टिप्दिनु न भने थिएँ, त्यही भएर म चाहिँ टिप्दिनलाई आएको। अनि तपाईँहरूतिर गर्मी के कतिको छ कमेन्ट गर्नु होला है। हामीतिर त एकदम लास्टै गर्मी छ, बहुत पनि बहुत गर्मी छ यतातिर, एकदम लास्टै गर्मी छ होइन। तपाईँहरूकोतिर के कस्तो छ गर्मी अनि भन्नु होला। म त ट्यारिसमा आएको थिएँ, झन् एकदम ट्यारिसमा त झन् एकदम गर्मी छ। अहिले भर्खर दिउँसोको कति बजी 10, 11, साढे 11 भइसक्यो, तर पनि यस्तो गर्मी छ क्या कुरै नगरौँ होइन। त्यहाँ हेर्नु न पुरा यति धेरै छ क्या आम, त्यहाँ पनि मस्त आइरहेको छ। सो गाइस मैले त खाली खुट्टा आएको छु होइन। यति यहाँ ट्यारिसमा खाली खुट्टा यति पोलिरहेको खुट्टा। यहाँ काम चालु रहेछ आओस्।